हामीले अहिले हामी जमसम बजारको नजिक छौँ। यहाँ अत्याधिक रूपमा छ स्याउहरू। हेर्नुहोस् यहाँ स्याउहरू कस्तो छ हेर्नु सक्नुहुन्छ। स्याउहरू बम्मै झरेर एकदम छ। एकदम हामी स्याउ खानामा मस्त छौँ है, एकदम मस्त छौँ हामी चिया खानलाई। विष्णु ल सिजन सर तपाईँले भन्नु के छ यहाँ? तपाईँ ल तपाईँ के छ यो स्याउको अवस्था? हजुर, यदि तपाईँको जन्म यो मुस्ताङमा भइदिएको भए तपाईँले के गर्नुहुन्थ्यो? यसो दुई शब्द तपाईँबाट हामी अपेक्षा गरेका छौँ। म यही मुस्ताङमा जन्मेको भए मैले ठुलो स्याउ फर्म हजुर लगाउँथे। त्यसपछि उत्पादन के गर्नुहुन्थ्यो? यो स्याउ विदेशमा सप्लाई गर्थे। यस्तो हेर्नु त भैँभौर यस्तो नष्ट भइरहेछ स्याउ। यो देख्दा तपाईँको मनमा कस्तो खालको अनुभूति आइरहेछ? बडो दुःख लागिरहेछ। ल हाम्रो एकजना अब यहाँ उमापति सर पनि एकदम तम तयार भएर स्याउ फलेको अब हेर्नुहोस् उहाँले यसभन्दा अगाडि धेरै नै फलिसक्यो रहेछ। तर स्याउ टिप्ने बेला हुँदा पनि स्याउ टिप्न अब व्यस्तताले होला, धेरै स्याउको फर्ममा भएको भएर टिप्न नभ्याउनु भएको भएर होला स्याउ चाहिँ भुइँभरि झरेर देखिन्छ। यसरी बेलैमाथि ठ्याक्क टिप्ने बेलामै स्याउ टिप्नु भयो भने यसको चाहिँ लगानीको चाहिँ प्रतिफल आउने चाहिँ देखिन्छ। ल हामीले मुस्ताङ हिमालपारिका 2 जिल्ला मनाङ र मुस्ताङ भनेर पढिरहेको आज हामी प्रत्यक्ष त्यो धरतीमा टेक्ने एउटा सुनौलो सुअवसर प्राप्त भएको छ। यो एकदम हामी एप्पल गार्डनमा हामी आइरहेका छौँ। ल विष्णु सर यो देखेर तपाईँमा कस्तो खालको फिलिङ अनुभूति भइरहेको छ? दया सरले भने जस्तै हामी अहिले मुस्ताङको चाहिँ स्याउ बगानमा छौँ। यो स्याउ बगानमा हेर्दै गर्दाखेरि बडो रमाइलो लागिरहेको छ। ओरिजिनल अर्ग्यानिक स्याउ मजाले पाकेका छन्। हामी रुखमा चढ्ने, टिप्ने, खाने, रमाइलो गर्न पाइरहेका छौँ। एउटा सुन्दर अवसरको रूपमा मैले लिएँ है सर। ल धन्यवाद सर। अब सुभाष सर तपाईँ आज यो एकदम राति सपनामा स्याउ टिपेको देखेको थिएँ भन्ने कुरा आएको थियो, आज विपन्नमा देख्न पाइयो। होइन यो यति बेला मलाई बेपत्ता रमाइलो लागिरहेछ। हजुर, अब मैले हाम्रो बनस्खालीमा यो स्याउ हुने भयो, मैले पुरै बनस्खाली हेरेरलाई नस्पाती त हुन्छ तर हाम्रो यहाँ प्याकेजमा चाहिँ बनस्खाली एप्पल जोन बनाउने अभियानमा लाग्ने तर हुन्न। हाम्रोतिर आरु नस्पाती जस्तै रहेछ होइन सर, इस्कुस जस्तै स्थानीय नस्पाती जस्तै यहाँ यो एप्पल यो इटालियन हो, यो गोल्डन तपाईँले देखिरहनु भएको। यो जापानिज फुजी पनि छ पछाडि देखिन्छ। ल पछि हाम्रो दासाले सर हजुरलाई यो स्याउ बगानमा आउँदा कस्तो अनुभूति भइरहेको महसुस गर्नुभएको छ? बजारमा त अब सानो दाँतले चबाउन थाल्दै स्याउ खान थालेको